हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल 90s ट्राभलर्स। अनि आजको भिडियोमा हामी जाँदैछौँ चेरी फार्ममा अनि गएर इन्जोय गर्नेछौँ। स्टे टिल द एन्ड अफ द भिडियो अनि मनोरञ्जन लिनु होला। भिडियो हेरेर लाइक कमेन्ट र सब्सक्राइब पनि गर्नु नभुल्नु होला। के भयो रे ड्याडी? ठाउँ चाहिँ थियो बाटो भएन कि? ठाउँ चाहिँ थियो बाटो चाहिँ भएन नेपालमा। Cherry picking. Cherry picking. Good. जङ्गलै आइदिया छ हामी। अहिले सौरा जङ्गलतिर छिरेर भिडियो बनाइदिनु डेली सौरा जङ्गल हामी सौरा जाँदा पनि यस्तै खालको थियो है। यस्तो राम्रो बाटो छ त। त्यो त सौरा होइन नि, सर्ट लेभल छ। कहिलेकाहीँ अब आगामा ऊबाट आकाशबाट त्यो बल्छ नि बिजुली, त्यस्तोले उसले हुन्छ। अनि कहिलेकाहीँ टुटा चुरोट खाएर टुटा फाल्दा यो होइन नि त रेडी भित्र। यहाँबाट भित्र जाने रेडी अब उता भित्र जाने उता छ छोपेर रहेछ नि, त्यस्तो बिजी छोपेर रहेछ। बिजीमा नि मान्छे टाँच्नु बिजी रहेछ यार। फाइनली चेरी पिकिङ स्थानमा आइपुगेको छौँ हामी। अब चाहिँ मजाले एकदम भिड आजको दिन यहाँ होइन, लास्टै भिड रहेछ। फाइनली आइ त पुग्यो होइन हजुर। भन त के रहेछ? चेरी पिकिङ आएको अरे, चेरी पिकिङ आएको हामी। त्यही भएर एकदम बिजी है, र रमाइलो होला जस्तो छ। स्टे टिल द एन्ड अफ द भिडियो है हजुर। मुखभित्र नबसे हुन्छ, केही भएन। See, what is that? What's that? चेरी। चेरी यस्तो हुन्छ। बोटहरू झोल लगाएर नेट लगाएर मजाले राखेको छ यहाँ चाहिँ खानको लागि। बाबुको क्याप लाग्छ, फ्याट लाग्छ। ठिक छ, द्याट्स गुड। अब फाइनली हामी बकेट लिएर हिँड्न थाल्यौँ होइन। कति टिप्ने हो आज? हामीले 5 किलो टिप्यो। 5 किलो टिप्ने भनेर हामी चाहिँ मजाले है बकेट लिएर हिँड्न थाल्यौँ। यो वर्षको 2025 को चेरी पिकिङ होइन हजुर, एकदम यादगार हार्बेनभेल चेरिजमा एकदम यादगार होला जस्तो लाग्यो। लागेन पोहोर लागेन है, माका लगाएर हैरान पारेछ। बट स्टिल होइन, वी आर फाइटिङ फर द्याट। स्टिल हामी गइरहेछौँ स्ट्रगल गर्दै है। भित्र गएपछि रमाइलो हुन्छ जस। हम साथ पान्जाको टोपी लाएर हम साथ रहेंगे। हिँड्नु चाहिँ गाह्रो यो त अहिले त है। धसन त गाह्रो हुने भयो त पुरा ओह्रालोमा। The leaves here with the points in the middle are what they call fruit bud. The points are next year's flowers, and it's called fruit bud because each year the fruit comes behind these same buds. So if we break any of those buds off as we pick, then we never get fruit from that spot ever again. So it doesn't regrow, and we don't get fruit from it. So here's a fruit bud here, and the fruit bud is pointing straight out towards me. So you take the cherry by the stalk and you go in the opposite direction. So if there's a fruit bud, this one here is pointing up, you take the cherry by that little knob and you slide it back down, okay? And if you pull sideways, you'll break them off quite easily. Yeah. Always slide back towards where the fruit bud grew from. There you go, mate. So thank you. You lose your bag. Did you lose the bag? What is your bag? We got a bag here. Oh. So 3 different varieties here in this net. The Stella,
There's a row of Lapins and a row of Van. Well, these two are quite similar. Van is a bit smaller, but it's a bit tastier. So. हाम्रो टोली आउँदैछ ल चेरी पिकिङको लागि है त ल जता गरे नि हुन्छ ड्याडी ल आउनु म यहाँ टिप्ने तरिका सिकाइन्छु ड्याडी तरिकाले टिप्नु पर्छ है बेबी इट गर्ने हो गरेले राइट भन्यो त्यो भने कस्तो क्रेजी हो भन्छ नि चेरी क्रेजी कि जे गरे नान चेरी खाइस आउँछ कि सक्छ है हुन सक्छ हामी जम्मा 5 पाइला सर्यौं होला हामी यही छौं है साथीहरु हामी कुन्टुले यहाँ के गर्दै हिँड्छ सानो अर्को टिप्ने हैन व्हाट आर यु डुइङ व्हाट यु डुइङ टिप्ने जाम हैन के गरि हिँड्ने ल यता हेर किन खेर खानु मम्मीहरु वहाँ पुगिसक्नु भयो है त कस्तो लागिरहेको तपाईहरुलाई एकदम दामी मामु मिठो कस्तो लाग्दैछ छ एकदम मिठो राइट टाइम रहेछ हैन चराले खाएको रहेछ धेरै चराले खाएको त खानु भएन भन्नु है के भन्न छ हजुरलाई कस्तो लागिरहेको एकदम राम्रो लाग्छ यत्रो हाइट तर कति किरा लास किन नहो भाइ लागो हेर सानो स्माइल यहाँ चाहिँ हाम्रो सानो मान्छेले चेरी समातेले तपाईँ अलि यता सर्नु पर्ने हो सानो मान्छेले चेरी समातेले के भयो चेरी खाँदा खाँदा थाक्नु भयो धेरै अमन भयो मिठो लागेन मिठो त मिठो छ अगाएर ढाउ आयो फाइनल्ली हामी चाहिँ अब भ्याइयो यो कार्यक्रम फर्किँदैछौँ है फेरि खाएर अगाएर मजाले अनि टनाटन भएर फर्किँदैछौँ हाम्रो चेरी हो फेरि खाएर निस्क्यो है हाम्रो टोली निस्क्यो भने त चेरी खाएर मजाले अगाएर चेरी पनि टिप्यौँ टिपेर पनि ल्याइयो पनि ल्याइयो यस्तो गरेर पछि निस्कियो मेरो कानभित्र झिया पसेको क्या अघि मेरो चाहिँ नाकभित्र कुन्टो पनि चेरी पिकिङ आएकी हुन् हामीसँगै रमाइलो भयो तर माछा चाहिँ अति नै धेरै लाग्ने रहेछ है यो ठाउँमा तर एकदम रमाइलो अगाडि आउँदा नि कस्तो पेट नआएको है कस्तो भयो एकदम रमाइलो भयो रमाइलो छ एकदम रमाइलो सबैले चेरी पिकिङ एकदम रमाइलो नरमाइलो सो गर्मी हामी चेरी खाएर फर्केको अवस्था यति गर्नुभयो यति गर्मी भयो यति गर्मी भयो कति धेरै बिजी छ अब चाहिँ हामी फर्किने मात्र अवस्था के हेलो हुन्छ फर्किने अवस्था हार बन्थ्यो